गाइस सक्नुहुन्छ यहाँ ठुलो आमा कस्तो भाषा छ यहाँनिर गाडी क्यास निकालेर ल्याएछौ क्यास निकालेर क्या त्यसले दिन्छ कसले ए मेरो छ नि यहाँ बत्तिस गाइस केटाहरू आयो यहाँ केही पाएन केही खान पाइँदैन ऊ त्यो हल्लिरहेको त मान्छे गाइस ए हो जाँदैछ ल होइन हामी त पल्लोमा हो नि त लाडो पल्लोमा यही हो होइन अहिले पर्तिर हो नि त यो मान्छे हिँडेर ऊ पल्लोमा हो क्या हामी कुनमा पर ऊ त्यो पर त्यो यो माटो माटो देखेको छैन हुँदैन उता त न गाइस कत्रो समुद्र आयो देखिँदैन यार केही देखिँदैन पानी बाहेक के देखिँदैन ल गाइसहरू ओ चुन्चु ल पनि देखाइयो होइन लाग्यो अब हामी समुद्रतिर केटाहरू पुरा आउँदै खोयो केटाहरू देख्न सक्नुहुन्छ यहाँनिर आयो यस्तो धुलो छ गार्बेज लिएर आउनुपर्छ बस्नहरू पनि गरिबको जिन्दगी यार अर्काको देशमा यस्तै हुन्छ आफ्नो घर नजिकै भएको है गार्बेज होइन पुरा उयो लिएर आइन्थ्यो यार ब्याग लिएर आइन्थ्यो यार थार लिएर आइन्थ्यो यार जिन्दगी अर्काको देशमा त जिन्दगी झरङ झन् भएछ नि गाइसहरू उताबाट आउँदैछ यहाँ कस्तो गाडी छ नि जुत्ता लगाएर बित्थामा आएको क्या म यता यस्तो दामी छ पल्लोमा सही हुन्छ यार गाडी कुदाउनु चाहिँ अझै यहाँ ब्यागहरू भसाउनलाई दामी हुन्छ होइन यहाँनिर यसरी भसाउनलाई तर पानी नै छैन के हुँदैछ के हुँदैछ त्यो पानी नै छैन के हुँदैछ आमा माथि सुत्ने ठाउँ यार दरबार माथि सुत्ने ठाउँ नि गाडी हुटको माथि यस्तो अलग छ र यता छैन होला त किन त्यो माथि लगाएको यता अनि भएन यता जाँदैछ पानी सुकेछ समुद्रमा हामी खेलेको धेरै पानी खाइएछ क्या सुकिएको रहेछ पानी केटाहरू पर आउँदैछ यता छ कसले खोतालेछ बिरालो ल्याएर खोतालेछ पानी सुकेछ गाइस खर्ल्यापै के भन्नु यार गाइस पानी के भएर सुक्यो क्या मलाई अचम्म लाग्दैछ पानी सुक्नुको रिजन चाहिँ के हो क्या मेरो त अस्ति पानी यहाँसम्म थियो अहिले उहाँ पर पुगेछ गाह्रो भयो नि त गाह्रो भयो यार गाइस बल खेल्दैछ त्यहाँनिर चुङ गर्दै आमा बोट सोट सबै लिएर आएको जस्तै या बोल सानो नानी सरी अस्ति आउँदा मान्छे थिएन अहिले त मान्छे बबाल छ सेक्पा पुलेर खाने ठाउँ अरे बाफले अरे बाफ बबाल छ यार
ल हामी चाहिँ यहाँनिर खेलेको अस्ति सुकिगएछ पानी यार सुकिगएछ सुकिगएछ देख्न सक्नुहुनेछ यहाँनिर बल खेला खेल्नुहुँदैछ मान्छे छ धेरै यहाँ दोकानदार अस्ति आउँदाखेरि मान्छे थिएन अहिले मान्छे छ टन्नै भलिबल खेलाइ हुँदैछ यहाँनिर यस्ता मजा दामी खेला हुँदैछ कोदरोले जस्तो भएछ यहाँ हेर पानी नै रहेछ अब कसरी खेल्नु क्या अस्ति डुबिन्जान खेल्नु अहिले पानीको हावाकार भएछ गाईहरू यहाँ सुन भेटिन सक्छ यार हिरा भेटिन सक्छ खोज्नुपर्छ क्या यो डर उहाँदेखि हिँड्दै आइयो देख्न सक्नुहुनेछ मैले अस्ति भर्खर पट्याएको भनेर चाहिँ भन्न सक्दिनँ तर सकिँदैन यार पट्याउनु हावा पनि यस्तो चलिरहेको छैन गार्बेज लिएर आएछ गार्बेजै उडाइदियो गाह्रो छ ल्या गाइज छैन पानी नै छैन त गाइज अस्ति पानी यहाँसम्म थियो अहिले सुकेर उहाँ पुगिसकेको छ पर पुगिसकेको तर अस्ति पानी यहाँसम्म आयो क्या त्यही भएर सुक्यो क्या गाइज ल गाइज समाप्त भयो अहिले म अर्को लाइफमा गाइजहरू